साथीहरू गुड मर्निङ, सबैलाई स्वागत छ मेरो च्यानलमा। र के भन्नु कि आज अचानक लिङ्क जानु पऱ्यो, हेर्नु नि जानुपर्ने थियो। आइपुगेँ, स्कुटी लिएर जान्छु के भन्नु, जानुपर्छ है, गर्नै पऱ्यो। त्यसले गर्दाखेरि चाहिँ आज म निस्केको होला। जाँदैछु, आइपुगेँ यहाँ मङ्गलधाम। हजुरहरू कस्तो के हुनुहुन्छ? सन्चो सुबिस्तै हुनुहुन्छ होला है। म चाहिँ मङ्गलधाम आइपुगेँ यहाँ मङ्गलधाम आइपुगेँ। अहिले चाहिँ म यहाँ आइपुगेँ भन्ने भए साथीहरू, स्कुटी चाहिँ मेरो मङ्गलधाममा राख्ने गरेको छ र स्कुटी लिनुको लागि मङ्गलधाम आएको। यतिकै हेरेको छ आज म ल्याङफ्याङ। अनि यहाँ छ साथीहरू, स्कुटीको त गत्ती छैन होला, सायद मैला भ्याएको छैन धुनु। आइपुगेँ, स्कुटी भएकोमा आइपुगेँ साथीहरू है। अब के गर्नु है, जानै पर्छ, एकदम स्पिडमा जानुपर्ने छ। हेर्नु ल, हेलमेट निकाल्छु, चाबी खै बुई कसले हालेको हेलमेट हो यस्तो? ओके बाई साथीहरू, अब चाहिँ म निस्किन्छु। हेलमेट सेलमेट लगाइसकिसकेँ र हजुरहरूलाई कहाँ साइड हामी भ्यू छौँ यहाँनिर। कस्तो राम्रो भ्यू छ होइन, आकाश पनि कस्तो खुलेको छ आज। म चाहिँ यहाँ यो फाटक आइपुगेँ, भिडियो गरिदिने मान्छे छैन हो, र म जाँदैछु। हजुरहरू हेर्दै गर्नु होला मेरो भिडियो। पारी हेर्नुहोस् त। अब यो रिनक बजार कति राम्रो देखेछ। यो चाहिँ पेदुङमुनिको हाइवे हो, यो रिनक बजार हो। यो पेदुङमुनि म चाहिँ जाँदैछु अहिले। रिनक बजारमा आइपुगेँ साथीहरू हो। यो चाहिँ हस्पिटल, यहाँ तल पनि यहाँबाट पस्नुपर्छ। एउटा यो के हो, हस्पिटल हो कि थाहा भएन। पहिला हामी यहाँ धेरै ओहोरदोहोर गर्थ्यौँ। यो पहिला हेर्न सकिँदैन। यो चाहिँ पिक्चर हल जाने बाटो भन्छौँ। माथि पिक्चर हल पनि थियो त्यति बेला, अब अहिले त कुनै। अनि यहाँबाट माथि रङ्गली आइटारहरू जाने बाटो पनि निस्किन्छ माथिबाट। यो चाहिँ हो लिङ्से जाने बाटो। यहाँ म कहाँ आइपुगेँ भने नि, स्कुटी चाहिँ सौरभले लग्यो हो। यहाँबाट यहाँ बाटो अप्ठ्यारो छ। यहाँ चेकपोस्ट प्रणाम दाजु, यहाँ चेकपोस्ट आइपुगेँ सिमाना खोला। कालिम यहाँ सिमाना खोला आइपुगिसकेँ। हेर्नु होला, यो चाहिँ हाम्रो चेकपोस्ट सिमाना खोलाको। र सौरभले कुदाउँदैछ। अनि लगेको भए हुन्थ्यो नि माथिसम्म, पुऱ्याइदिए।
बाहिर एक लोड चाहिँ कन्ट्रोलको सामानमा छ त्यो यसमा ल ओइ त्यसो नभन्न किन सानो हुन्छ हो 30 किलो तान्नु पर्ने यहीँ त झार्दे भित्रै हाल्दे अहिले निकाल्नु झार्दे मलाई हो घरमा ताला झुन्डिरहेको सब के गर्छ माथि पनि हुन्छ कि हुँदैन लिङ्से आइपुगेँ म चाहिँ मकैबारी हो घाँस यस्तो हुन्छ नि अनि पोहोरको बिहे रहेछ सिबी पनि फल्ने बेला हुन आँटेछ बिहे हो जरबेर फुलेछ ल के आँखा टट्टाउँछ हौ किम्बु जस्तो छ यो त सबै तानतुन पारेर खाएको हो क्या हो किम्बु होला यो खानु अरे त भन्छन् नि खुन बढ्छ बाँदरले खायो होला नि के को मान्छेले खान्थ्यो बाँदरले बाँदरले सकेको सबै बाङ्गो पारेछ नि बाँदरले त्यो किम्बु खानु अरे सुगर घट्छ अरे भन्दा आसामे काकीले त्यसो भन्थिन् हौ हो र त्यो खानु नि दिदी भन्थे भापो खानु बाँदरलाई पुग्दैन मान्छेलाई के खानु है त्यही चाहिँ यो टिका राम्रो गरिदियो उताको हो रोग छरेछ मकै हो